ल आजको मेरो खानामा चाहिँ छ च्याउको तरकारी, थोरै टोफु अनि काँक्रा, एउटा कागती र राइस। मैले मिठो च्याउको तरकारी चाहिँ यसरी रेडी गरेको थिएँ। पहिला एउटा कराई लिने, कराईमा मैले तोरीको तेल तताएँ, त्यसमा मैले ज्वानो परर पारेर एकछिन पड्काइदिएँ। ज्वानो पड्किसके पछाडि मैले त्यसमा प्याज राखेँ, खुर्सानी राखेँ, त्यसलाई पनि एकछिन फ्राई हुन दिएँ र त्यसपछि मैले यसमा राखेँ सफासँग धोएको च्याउ। अनि च्याउलाई पनि एकछिनसम्म पड्लाक पुलुक पल्टाइसकेपछि मैले यसमा अब मसला राख्दैछु। मसलामा चाहिँ मैले लसुनको पेस्ट अनि टिमुर, धनियाँ र जिराको धुलो, नुन र बेसार मात्रै राखेको थिएँ। मैले रेगुलर मसला मात्रै राखेँ। यसलाई पनि एकछिन पड्लाक पुलुक पल्टाएर यसको पानी सुक्कुन्जेल, तेल निस्कुन्जेलसम्मलाई मसलालाई पाक्न दिएँ। मसला राम्रोसँग पाकिसकेपछि मैले यसमा 2टा जति गोलभेडा काटेर लिएँ। यसलाई पनि मजाले च्याउ र यसलाई मिक्स गरिसकेपछि यसले फेरि पानी निकाल्यो नि त टमाटरले है। अनि त्यसलाई मैले फेरि छोपेर एकछिन गोलभेडा पाक्नको लागि छोडिदिएँ। त्यतिन्जेल मैले यता टोफु रेडी गर्दैछु। एउटा प्यानमा चाहिँ मैले घिउ राखेर यसलाई चाहिँ उल्टाइ गरेर रातो हुँदासम्म पकाएँ। अनि यसरी टोफु पाकुन्जेलमा मेरो यता च्याउ पनि रेडी भइसक्यो। हेर्नुहोस् त साथी, हेर्दै कस्तो मिठो भएको छ। धन्यवाद।